सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ। म तपाईहरुलाई यानिबी फिजिक्स 2082 एक्जामको लागि इम्पोर्टेन्ट टपिक्सहरुको बारेमा डिस्कस गर्नको लागि उपस्थित भएको छु। यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्न नबिर्सिनु होला र सँगै रहेको बेल बटनलाई पनि थिचिदिनु होला। 2082 सालको फिजिक्स सब्जेक्टमा के क्वेशनहरु सोध्न सक्छ त, कुन पोर्सनबाट, त्यसको बारेमा म डिटेल इन्फर्मेसन लिएर आज उपस्थित भएको छु। विद्यार्थीहरूले छुटाउनै नहुने त्यस्तो महत्त्वपूर्ण टपिक्सहरु के हुन् त, त्यसको बारेमा म तपाईहरुलाई बताउने छु। आज मैले बताएका कुराहरु एकदमै ध्यान दिएर सुन्नु होला र त्यही अनुसार तपाईहरुले एक्जामको तयारी गर्नु होला। यसो गर्नुभयो भने पक्कै पनि तपाईहरुले परीक्षामा राम्रो अंक हासिल गर्न सक्नुहुनेछ। मैले आज तपाईहरुलाई यहाँ एक्सप्लेन गर्न खोजिरहेको कुरा के हो भने फिजिक्समा रहेका 5 वटा डिफरेन्ट पोर्सनहरु मध्ये महत्त्वपूर्ण पोर्सनहरुको बारेमा तपाईहरुलाई जानकारी गराउन गइरहेको छु। र मैले यहाँ जुन पोर्सनहरु राखेको छु त्यो चाहिँ इम्पोर्टेन्स को आधारमा क्रम अनुसार राखेको छु। तपाईहरुले पढ्दाखेरि यही अनुसार पढ्नु होला। सबैभन्दा पहिला म तपाईलाई मोडर्न फिजिक्स को इम्पोर्टेन्ट क्वेशन्सहरुको बारेमा डिस्कस गर्न चाहन्छु। यो मोडर्न फिजिक्स एक्जामको पोइन्ट अफ भ्यूबाट एकदमै इम्पोर्टेन्ट पोर्सन रहेको छ। यसबाट एक्जाममा तपाईहरुलाई 19 मार्क्सको क्वेशन सोध्छ र यो सजिलो, अरु पोर्सनहरु भन्दा सजिलो पनि छ मार्क्स अब्टेन गर्नको लागि। त्यसैकारण मैले यसलाई फर्स्ट नम्बरमा राखेको हुँ। जस्तो यसमा तपाईहरुले सबैभन्दा पहिलो च्याप्टर इलेक्ट्रोन यो पढ्नु हुनेछ र यो इलेक्ट्रोनबाट मिलिकन्स वेल ड्रप एक्सपेरिमेन्ट, त्यससँग रिलेटेड न्यूमेरिकल प्रब्लम्सहरु, त्यसपछि मोसन अफ इलेक्ट्रोन्स इन इलेक्ट्रिक फिल्ड, म्याग्नेटिक फिल्ड, यो इम्पोर्टेन्ट पोर्सन यसबाट प्राय एक्जाममा सोधिराख्ने क्वेशन मध्येको क्वेशनहरु। यसबाट अर्को जे थम्सन एक्सपेरिमेन्टको बारेमा पनि तपाईहरुलाई सोध्ने गर्छ। त्यस्तै अर्को च्याप्टर रहेको छ क्वान्टाइजेसन अफ एनर्जी, जसबाट पनि एक्जाममा प्राय क्वेशनहरु सोधिराख्ने गर्दछ। बोर्स पोस्टुलेट्सहरु, रेडियस अफ इलेक्ट्रोन इन nth ऑर्बिट, भेलोसिटी इन nth ऑर्बिट, त्यसैगरी एनर्जी अफ इलेक्ट्रोन्स इन nth ऑर्बिट र एनर्जी स्पेक्ट्रम बाट तपाईहरुको डिफरेन्ट हाइड्रोजन स्पेक्ट्रम सिरिजहरु र त्यससँग रिलेटेड न्यूमेरिकल प्रब्लमहरु यसबाट प्राय सोधिराख्ने गर्दछ। सँगै डी ब्रोग्ली वेभलेन्थको कुराहरु पनि यसबाट सोध्दछ। एक्स-रे प्रोडक्सन, यो क्वेशन्सहरु चाहिँ तपाईहरुले ओल्ड इज गोल्ड हेर्दै तयारी गर्नु हुन अनुरोध गर्दछु। त्यसैगरी नेक्स्ट इम्पोर्टेन्ट च्याप्टर रहेको छ फोटोन। यो फोटोनबाट प्राय फोटो इलेक्ट्रिक इफेक्टसँग रिलेटेड न्यूमेरिकल प्रब्लम्सहरु सोध्ने गर्दछ। त्यसको तयारी तपाईहरुले गर्नु होला। त्यस्तै अर्को महत्त्वपूर्ण टपिक रहेको छ रेडियो एक्टिभिटी। यो रेडियो एक्टिभिटीबाट प्राय ग्राफिकल क्वेशन्सहरु र हाफ लाइफ टाइमसँग रिलेटेड प्रब्लम्सहरु सोध्ने गर्दछ। यसमा महत्त्वपूर्ण अर्को एउटा क्वेशन्स रहेको छ रेडियो एक्टिभिटीबाट सोध्ने डिके इक्वेशन्स, जुन चाहिँ तपाईहरुलाई डिराइभर भनेर प्राय एक्जाममा सोधिरहेको छ। र यो मोडर्न फिजिक्सबाट मुख्यतः यिनै 4 वटा च्याप्टरहरु इलेक्ट्रोन, क्वान्टाइजेसन अफ एनर्जी, फोटोन
रेडियो एक्टिभिटीबाट प्राय क्वेसनहरू सोधिन्छ र अर्को एउटा सेमी कन्डक्टर्स भन्ने च्याप्टर रहेको छ जसबाट इम्पोर्टेन्ट टपिक्सहरू तपाईहरुले हेर्नै पर्ने हुन्छ पिएन जंक्सन डायोड त्यस्तै गरी रेक्टिफायर त्यस्तै गरी फरवर्ड एन्ड रिभर्स बायस अफ पिएन जंक्सन्स डायोड त्यस्तै लजिक गेट्सबाट पनि क्वेसन एक्जाममा सोध्दछ स्पेशली लजिक गेट्सबाट why NAND gate is called universal gate यो क्वेशन्स प्राय सोध्दछ र NAND gate युज गरेर तपाईहरुले एन्ड अर नट गेटहरु बनाउनु पर्ने त्यो क्वेशन्सहरु पनि एक्जाममा एकदमै सोध्न सक्ने क्वेशनमा पर्दछ त्यसैले तपाईहरुले यो टपिक्सहरु एकदमै राम्रोसँग ध्यान दिएर पढ्नु भयो भने मोडर्न फिजिक्सबाट 19 मार्क्समा तपाईहरुले राम्रो मार्क्स यस पोर्सनबाट अब्टेन गर्न सक्नुहुन्छ र यो मोडर्न फिजिक्सबाट प्राय तपाईहरुलाई एउटा चाहिँ लङ क्वेशन 8 मार्क्समा सोध्ने गर्दछ त्यस्तै अर्को पोर्सन रहेको छ मेकानिक्स यसमा जम्मा 3 वटा च्याप्टरहरु रहेको छ र एक्जाममा तपाईहरुलाई यसबाट 13 मार्क्स क्वेशन सोध्दछ जबकि मोडर्न फिजिक्सबाट 19 मार्क्स सोध्दथ्यो र यसमा तपाईहरुलाई एउटा सर्ट क्वेशन्स भनेको 5 मार्क्स को क्वेशन्स चाहिँ विथ अर सोध्दछ त्यसैले यो अलिकति सजिलो पनि छ अब यो 3 वटा च्याप्टर मध्ये हरेक च्याप्टरहरु उत्तिकै महत्त्वपूर्ण छ र मार्क्स लिएर आउन सजिलो च्याप्टरहरु पनि छन् फ्लुइड डायनामिक्स अन्तर्गत तपाईहरुले बर्नोलिज प्रिन्सिपलहरु त्यससँग रिलेटेड न्यूमेरिकल प्रब्लम्सहरु त्यस्तै स्टोक्स लहरु त्यसपछि सरफेस टेन्सनका कुराहरु छन् सरफेस एनर्जीका कुराहरु छन् सरफेस टेन्सन र सरफेस एनर्जी न्यूमेरिकली इक्वल हुन्छ भन्ने कुरा क्वेशन एक्जाममा प्राय सोधिरहेको छ त्यस्तै राइज अर फल अफ लिक्विड इनसाइड द क्यापिलरी ट्यूब क्यापिलरी एक्सन्सबाट डेरिभेशन्स सोध्न सक्छ तपाईहरुलाई त्यसैकारण तपाईहरुले यसको राम्रोसँग अध्ययन गर्नु होला त्यस्तै अर्को रहेको छ सिम्पल हार्मोनिक मोशन्स यसबाट तपाईहरुलाई एनर्जी टोटल एनर्जी इन सिम्पल हार्मोनिक मोशन्स जसमा पोटेन्शियल एनर्जी काइनेटिक एनर्जी को सम र त्यसको भेरिएशन्स है सिम्पल हार्मोनिक मोशन्समा काइनेटिक एनर्जी र पोटेन्शियल एनर्जी को भेरिएसन ग्राफ प्राय एक्जाममा सोध्छ त्यसको लागि प्रिपेयर हुनु होला अनि यसका एप्लिकेशन्सहरु सिम्पल पेन्डुलम मास स्प्रिङ सिस्टम र त्यससँग रिलेटेड न्यूमेरिकल प्रब्लम्सहरु पनि प्राय एक्जाममा सोध्छ त्यसको राम्रोसँग तयारी गरेर जानुभयो भने तपाईहरुको अवश्य पनि एक्जाम राम्रो हुन्छ र रोटेशनल डायनामिक्समा काइनेटिक एनर्जी अफ रोटेशन प्राय सोधिराख्ने क्वेशन्स हो त्यस्तै यसमा मोमेन्ट अफ इनर्सिया अफ रेक्ट्याङ्गुलर रड त्यसको दुईटा केसेसहरु छ त्यो क्वेशन्स तपाईहरुले अनि यसमा डिफरेन्ट फिजिकल क्वान्टिटीहरुको रिलेशन्स सँग रिलेटेड क्वेशन्सहरु कन्जर्भेसन अफ एंगुलर मोमेन्टम आई ओमेगा कन्स्ट्यान्ट भन्ने क्वेशन्स र त्यससँग रिलेटेड सर्ट क्वेशन्सहरु तपाईहरुले यसमा तयारी गर्नुपर्ने हुन्छ यति गर्नुभयो भने तपाईहरुको मेकानिक्स पोर्सनबाट आएको क्वेशन लगभग कभर हुन्छ त्यस्तै गरी अर्को पोर्सन रहेको छ इम्पोर्टेन्ट पोर्सन्स वेभ एन्ड अप्टिक्सबाट यसबाट तपाईहरुलाई 15 मार्क्स को क्वेशन्स सोध्छ
जसमध्ये एउटा लङ क्वेशन्स पनि सोधिन्छ। र यो प्राय कम्पलसरी गर्नै पर्ने गरी लङ क्वेशन सोधिन्छ। त्यसो भएको कारणले गर्दा पनि वेभ एन्ड अप्टिक्स एकदमै इम्पोर्टेन्ट पोर्सन रहेको छ। 8 मार्क्सको क्वेशन्स कम्पलसरी गर्नै पर्ने, बिग्रियो भने 8 मार्क्स गइहाल्यो। त्यसकारण पनि वेभ एन्ड अप्टिक्सलाई तपाईहरुले स्पेशल फोकस गरेर पढ्नुपर्ने हुन्छ। र यो पोर्सन्स अन्य पोर्सन्सहरु भन्दा सजिलो पनि छ मार्क्स अब्टेन गर्नको लागि। 8 मार्क्स लङ क्वेशन्स, एउटा 5 मार्क्सको क्वेशन्स आउँछ विथ अर है, र बाँकी रहेको 2 मार्क्स चाहिँ मल्टिपल चोइस क्वेशनमा सोध्ने गर्छ यसबाट। अब यसमा इम्पोर्टेन्ट है टपिक्सहरु मध्ये सबैभन्दा पहिला म तपाईहरुलाई इन्टरफेरेन्स राख्दछु। प्राय इन्टरफेरेन्सबाट एउटा लङ क्वेशन अथवा सर्ट क्वेशन्स एक्जाममा सोधिराख्दछ। यसको योङ्स डबल स्लिट एक्सपेरिमेन्ट अन्तर्गत फ्रिन्ज विड्थ फर डार्क एन्ड ब्राइट फ्रिन्ज आर इक्वल भन्ने क्वेशन चाहिँ प्राय सोधिराख्छ डेरिभेसनमा। त्यसपछि इन्टरफेरेन्ससँग रिलेटेड न्युमेरिकल प्रब्लम्सहरु पनि यसबाट सोध्छ। सँगसँगै फ्रिन्ज विड्थ बीटा इक्वल्स टु ल्याम्डा डी बाइ स्मल डी सँग रिलेटेड सर्ट क्वेशन्सहरु, व्हाट ह्यापन्स टु द फ्रिन्ज विड्थ व्हेन वेभलेन्थ इज इन्क्रिज्ड, अथवा यस्तै खाले क्वेशन्सहरु चाहिँ if the screen is moved away from the slit, what happens to the fringe width, यस्तो खालको क्वेशन्सहरु बीटासँग रिलेटेड क्वेशन्सहरु प्राय एक्जाममा सर्ट क्वेशन्स सोधिराख्छ। त्यसैले यो एकदमै इम्पोर्टेन्ट छ, त्यही भएर कारणले मैले सुरुमै राखेको छु। त्यसै अर्को इम्पोर्टेन्ट च्याप्टर भनेको डिफ्र्याक्सन्स। यसबाट डिफ्र्याक्सन इन सिंगल स्लिट, nth सेकेन्डरी मिनिमम र nth सेकेन्डरी म्याक्सिमम सँग रिलेटेड कन्डिसन्सहरु डिराइभ गर्न यसबाट सोध्छ र त्यसैसँग रिलेटेड न्युमेरिकल प्रब्लम्सहरु पनि सोध्ने गर्छ। र यसमा डिफ्र्याक्सन अन्तर्गत हामीले अर्को डिफ्र्याक्सन ग्रेटिङ, ट्रान्समिसन ग्रेटिङ, यो चाहिँ हामीले यस अन्तर्गत पढ्छौं। र योबाट प्राय न्युमेरिकल क्वेशन्स चाहिँ एक्जाममा सारै नै धेरै पटक सोध्ने गरेको छ। सँगै डिफ्र्याक्सन बाट अर्को सोध्ने क्वेशन्स भनेको व्हाट इज द विड्थ अफ सेन्ट्रल डिफ्र्याक्सन ब्यान्ड, यो सँग रिलेटेड न्युमेरिकल क्वेशन्स चाहिँ यसबाट प्राय सोध्छ। त्यस्तै अप्टिक्समा अर्को एउटा पोर्सन रहेको छ पोलराइजेसन। पोलराइजेसनमा ब्रुस्टर्स ल छ मेनली हामीले पढ्नुपर्ने, त्यससँग रिलेटेड न्युमेरिकल प्रब्लम्स, अनि पोलराइजेसनमा पोलराइज्ड एन्ड नन पोलराइज्ड लाइटको डिफरेन्स अनि डिफिनेसन्स, यस्तो खाले क्वेशन्स एक्जाममा सोध्न सक्छ। त्यसको लागि तयारी हुनु होला। त्यस्तै गरी अर्को रहेको छ हाइजेन्स वेभ थ्योरी। यसबाट पनि एक्जाममा प्राय क्वेशन सोधिराख्छ है। अब यसमा फर्स्टमा तपाईहरुलाई सोध्ने भनेको यहाँनिर हाइजेन्सको स्पेलिङ बिग्रेछ, SUY है, हाइजेन्स वेभ थ्योरी। यो हाइजेन्स वेभ थ्योरी भने के हो, त्यसकै पोस्टुलेट्स लेख भनेर सोधिन्छ। र हाइजेन्स वेभ थ्योरीको बेस्डमा लज अफ रिफ्लेक्सन र लज अफ रिफ्र्याक्सन भेरिफाई गर भनेर तपाईहरुलाई लङ क्वेशन्स अथवा 5 मार्क्सको सर्ट क्वेशन्समा पनि सोध्न सक्छ। यदि तपाईहरुले ओल्ड इज गोल्ड हेर्नुभयो भने यसबाट प्राय क्वेशन चाहिँ सोधिराखेको छ है। त्यही अनुसार तपाईहरुले प्रिपेयर गर्नु होला। जुन कुरा मैले यहाँ पनि लेखिरहेको छु, भेरिफिकेशन्स अफ है लज अफ रिफ्लेक्सन एन्ड लज अफ रिफ्र्याक्सन युजिङ वेभ थ्योरी, यो चाहिँ हाइजेन्स वेभ थ्योरी अन्तर्गतै नेचर अफ प्रोपागेसन अफ लाइट अन्तर्गत नै पर्दछ। त्यस्तै अर्को इम्पोर्टेन्ट पोर्सन्स भनेको वेभ्सबाट डप्लर्स इफेक्ट रहेको छ है। डप्लर्स इफेक्ट भने के हो, यसको 8 वटा डिफरेन्ट केसेसहरु छ, जसमध्ये फर्स्ट, सेकेन्ड
केस चाहिँ प्राय एक्जाममा सोधिराख्छ र तपाईहरुले फर्स्ट र सेकेन्ड केसको चाहिँ अलिकति फोकस गरेर प्रिपेयर गर्नु होला। त्यस्तै थर्ड केस तपाईले जान्नुभयो भने फोर्थ केस त्यस्तै खाले छ, ओन्ली द डाइरेक्सन चेन्ज। र यो चारवटा केस तपाईले जान्नुभयो भने बाँकी रहेको चारवटा केस पनि सहिलेसँग जान्न सक्नुहुन्छ र यो केसहरुलाई चाहिँ अलिकति प्रायोरिटीमा राख्नु होला। त्यस्तै यो एक्वेस्टिक फेनोमेना अन्तर्गतकै अर्को टपिक भनेको इन्टेन्सिटी लेभल छ। योसँग रिलेटेड न्यूमेरिकल प्रोब्लम्सहरु तपाईहरुलाई एक्जाममा सोधिन सक्छ। जस्तो यसबाट रिलेटेड के सोध्न सक्छ भन्दा इन्टेन्सिटी लेभल कुनै एउटा प्लेसमा दिन्छ बीटा 1 को भ्यालु, ठीक छ, फ्रम द सोर्स है। सपोज यो सोर्स छ, सोर्स देखि r1 डिस्टेन्समा इन्टेन्सिटी लेभल बीटा 1 छ। त्यसो भए r2 डिस्टेन्समा इन्टेन्सिटी लेभल बीटा 2 कति हुन्छ भनेर यस्तो खाले क्वेशन चाहिँ एक्जाममा प्राय सोध्दछ र यो इन्टेन्सिटी लेभलसँग रिलेटेड क्वेशन चाहिँ यसपालि एकदमै इम्पोर्टेन्ट छ यसपालिको लागि है त। र नेक्स्ट अर्गान पाइप्स, यसमा ओपन एन्ड क्लोज अर्गान पाइप्स, यसमा डिफरेन्ट मोड्स अफ भाइब्रेसनहरु छ है। फन्डामेन्टल फ्रिक्वेन्सी भने के हो, व्हाट इज ओभरटोन, व्हाट इज हार्मोनिक्स, यो क्वेशनहरु यहाँबाट सोध्न सक्छ। र सँगै डिफरेन्ट मोड्स अफ भाइब्रेसन इन केस अफ ओपन एन्ड क्लोज अर्गान पाइप्स, यसको चाहिँ राम्रो तयारी गर्नु होला, प्राय क्वेशन सोध्छ यहाँबाट। सँगै यसबाट न्यूमेरिकल क्वेशन पनि सोधिन सक्छ है। ओल्ड इज गोल्ड हेरेर तपाईहरुले इम्पोर्टेन्ट न्यूमेरिकल क्वेशन्सहरु त्यहीबाट सल्भ गर्नु होला, प्र्याक्टिस गर्नु होला। त्यस्तै अर्को रहेको छ न्यूटन्स ल, न्यूटन्स फर्मुला फर भेलोसिटी अफ साउन्ड। अनि न्यूटन्स फर्मुला रङ भइसकेपछि ल्याप्लसले त्यसलाई करेक्सन गरेका थिए। तपाईहरुलाई एक्जाममा हाउ ल्याप्लस करेक्टेड द न्यूटन्स फर्मुला भनेर सोधिन सक्छ, व्हिच इज भेरी इम्पोर्टेन्ट क्वेशन्स। त्यसको तयारी राम्रोसँग गर्नुहोस्, सजिलो पनि छ यो फेरि है। त्यस्तै अर्को रहेको छ फ्याक्टर्स एफेक्टिङ भेलोसिटी अफ साउन्ड इन इयर है। डिफरेन्ट फ्याक्टर्सहरु छ, डेन्सिटी, ह्युमिडिटीको कुरा छ है, टेम्परेचरको कुरा छ, त्यसै गरी प्रेसरले एफेक्ट गर्छ कि गर्दैन भन्ने कुराहरु छ। र योसँग रिलेटेड न्यूमेरिकल प्रोब्लम जस्तो इफेक्ट अफ टेम्परेचर अन भेलोसिटी अफ साउन्ड, त्यो भनेको v डाइरेक्टली प्रोपोर्सनल टु स्क्वायर रुट अफ एब्सोल्युट टेम्परेचर हुन्छ। त्योसँग रिलेटेड न्यूमेरिकल क्वेशन्सहरु तपाईहरुलाई सोधिन सक्छ। यो एकदमै सजिलो पोर्सन छ, यसलाई अलि फोकस गरेर पढ्नु होला। र कहिलेकाहीँ प्रोग्रेसिभ एन्ड स्टेशनरी वेभबाट वेभ इक्वेसन डिराइभ गर्न तपाईहरुलाई सोधिन सक्छ है। र स्टेशनरी वेव्सको दुईटा केसेसहरु छ, एम्प्लिट्युड म्याक्सिमम र मिनिमम हुने, त्यो केसेसहरु डिस्कस गर्न सक्छ। र यसबाट सोध्ने क्वेशन भनेको एउटा सो दैट द डिस्टेन्स बिट्विन सक्सेसिभ टु नोट्स अर एन्टी नोट्स इज λ/2, यो क्वेशन सोध्न सक्छ तपाईहरुलाई है। अब यो क्वेशन प्रिपेयर गर्नु होला, इम्पोर्टेन्ट क्वेशन मध्येको एउटा क्वेशन हो यो च्याप्टरबाट। र अर्को यसबाट सोध्न सक्ने भनेको व्हाट आर द डिफरेन्सेस बिट्विन पार्टिकल भेलोसिटी एन्ड वेभ भेलोसिटी है, यो क्वेशन पनि तयारी गर्नु होला। र प्रोग्रेसिभ वेभको इक्वेसन दिएर भेलोसिटी निकाल्ने, त्यस्तै फ्रिक्वेन्सी निकाल्ने, यस्तो खाले क्वेशन पनि यहाँबाट सोध्न सक्छ। र यी कुराहरु यसमा तपाईहरुले पढ्नु भयो भने यसको चाहिँ कुनै पनि टपिक छुटाएर तपाईहरुले चुज गरेर नपढ्नु होला, किनकि यसबाट एउटा लङ क्वेशन, एउटा 5 मार्क्सको क्वेशन आउँछ। यही तपाईहरुले चुज गरेर पढ्नु भयो भने चुज गरेको क्वेशन एक्जाममा नपर्न पनि सक्छ। यदि परेन भने तपाईहरुको मार्क्स त घट्ने भयो, तपाईहरुले गर्न सक्नु हुँदैन। त्यसै कारणले गर्दा यदि तपाईहरु पास मात्रै हुन चाहनुहुन्छ भने यो फर्स्ट, सेकेन्ड र थर्ड पोर्सन मैले जुन डिस्कस गरे माथिबाट यहाँसम्म वेभ एन्ड अप्टिक्ससम्म, त्यो पोर्सनहरु चाहिँ मैले एक्सप्लेन गरेकोबाट कुनै पनि चुज नगरिकन सबै कम्पल्सरीली पढ्नु होला। त्यसो गर्नुभयो भने तपाईहरु 100% पास हुनुहुनेछ है। जो कमजोर विद्यार्थी हुनुहुन्छ उहाँहरुको लागि मैले सजेस्ट गरे। तर जो अलिकति एभरेज अथवा एभरेज भन्दा माथिको स्टुडेन्ट्सहरु हुनुहुन्छ भने तपाईहरुले चाहिँ अन्य
पोर्सनहरु जुन मैले डिस्क्राइब गर्न गइरहेको छु यी पोर्सनहरुलाई पनि इम्पोर्टेन्टका साथ नछुटाइकन पढ्नु होला है। र जो म पासै हुँदैन कि भन्ने अरु हुनुहुन्छ उहाँहरुले चाहिँ माथिको तीनटा यिनीहरु चाहिँ कम्पल्सरी नछुटाइकन सबै पोर्सनहरु पढ्नुहोस् र तलको पोर्सनहरुबाट चाहिँ तपाईहरुले इम्पोर्टेन्ट क्वेशनहरु चुज गर्न सक्नुहुन्छ है। जुन चाहिँ मैले हाइली इम्पोर्टेन्टहरुलाई चाहिँ सिरियल्ली यसरी राखिदिएको छु त्यही अनुसार तपाईहरुले तयारी गर्नु होला चुज गरेर पढ्नु पर्यो भने है त। अब नेक्स्ट इम्पोर्टेन्ट पोर्सन अनि सबैभन्दा बढी मार्क्स सोध्ने पोर्सन यसबाट प्राय 21 मार्क्स को क्वेशन चाहिँ सोध्छ तपाईहरुलाई एक्जाममा। एउटा लङ क्वेशन पनि सोध्छ यसबाट है त्यसै सर्ट क्वेशनहरु पनि सोध्छ। सबैभन्दा हेभी वेटेड च्याप्टर पोर्सन रहेको छ यो। अब यसमा डिफरेन्ट च्याप्टरहरु मध्ये सबैभन्दा पहिला मैले तपाईहरुलाई अल्टरनेटिङ करेन्टलाई राखेको छु। यो अल्टरनेटिङ करेन्टमा सोध्न सक्ने प्रोबेबल क्वेशन्सहरु भनेको इम्पिडेन्स को एक्सप्रेसन निकाल्ने जस्तो एलआर सिरिज सर्किटमा सीआर सिरिज सर्किटमा अनि एलसीआर सिरिज सर्किटमा इम्पिडेन्स के हुन्छ त्यो निकाल्ने क्वेशन चाहिँ सोध्छ र त्यसैसँग रिलेटेड न्यूमेरिकल प्रोब्लम्सहरु सोध्छ प्राय यसबाट। त्यस्तै यसमा अरु पोर्सनहरु पनि रहेको छ टपिक्सहरु पनि रहेको छ जस्तो रेजोनेन्स फ्रिक्वेन्सी हैन डिफाइन रेजोनेन्स फ्रिक्वेन्सी यस्तो क्वेशन सोध्न सक्छ। व्हाट इज वाटलेस करेन्ट है यो क्वेशन पनि प्राय सोधिराख्छ। व्हाइट चोकोल इज प्रिफर्ड फर सर्किट इन्स्टेड अफ रेजिस्टर्स पनि सोधिन्छ है। यो क्वेशनहरु तयारी गर्नु होला तपाईले। र एसी को मैले पार्ट 1 र पार्ट 2 भिडियो पनि हाल्दैको छु। पार्ट 3 मैले हाल्न भ्याइन। पार्ट 3 मा चाहिँ एलसीआर सिरिज सर्किटको इम्पिडेन्स निकाल्ने कुराहरु डिस्कस गर्ने सोचमा थिए त्यो तपाईहरुले आफै अध्ययन गर्नु होला नोटबाट। र नेक्स्ट वान भनेको इलेक्ट्रिकल सर्किट छ। इलेक्ट्रिकल सर्किट दिन्छ त्यसमा किर्चोफ्स ल अफ भोल्टेज र किर्चोफ्स ल अफ करेन्ट एप्लाई गरेर डिफरेन्ट भ्यालु अफ करेन्ट हैन थ्रु द डिफरेन्ट रेजिस्टर क्याल्कुलेट गर्ने त्यस्तो फिगरेटिभ क्वेशन्सहरु इलेक्ट्रिकल सर्किट दिएर गर्नुपर्ने क्वेशन्सहरु सोधिन्छ यहाँबाट। सँगै व्हिटस्टोन ब्रिज प्रिन्सिपल त्यसलाई भेरिफाई गर्ने हैन त्यसपछि पोटेन्शियोमिटर सँग रिलेटेड न्यूमेरिकल प्रोब्लम्सहरु पनि प्राय यसबाट सोध्छ। यो पनि एकदमै इम्पोर्टेन्ट छ सजिलो पनि छ। त्यस्तै नेक्स्ट टपिक भनेको थर्मोइलेक्ट्रिक इफेक्ट रहेको छ। यसबाट तपाईहरुलाई प्राय सोध्ने भनेको भेरिएसन अफ थर्मो ईएमएफ विथ टेम्परेचर अफ टु जंक्शन्स यो क्वेशन प्राय एक्जाममा सोध्छ त्यसको राम्रोसँग तयारी गर्नु होला। र अर्को नेक्स्ट टपिक्स भनेको च्याप्टर भनेको म्याग्नेटिक फिल्ड रहेको छ। यो म्याग्नेटिक फिल्डबाट तपाईहरुले पढ्नै पर्ने टपिक्सहरु मैले यहाँ राखेको छु। फोर्स एक्सपीरियन्स्ड बाइ इलेक्ट्रोन त्यस्तै गरी फोर्स एक्सपीरियन्स्ड बाइ करेन्ट क्यारिङ कन्डक्टर त्यस्तै गरी टर्क एक्टिङ अन अ रेक्टेंगुलर कोइल यो एकदमै इम्पोर्टेन्ट क्वेशन छ टर्क एक्टिङ अन अ रेक्टेंगुलर कोइल। नेक्स्ट वान भनेको हल इफेक्ट यो पनि लास्टै इम्पोर्टेन्ट छ प्राय यसबाट न्यूमेरिकल क्वेशन पनि सोधिन्छ र सँगै हल इफेक्टको डेरिभेसन भोल्टेज हल भोल्टेज निकाल्ने क्वेशन पनि सोधिन्छ। र हल भोल्टेजको एक्सप्रेसन सम्झिनको लागि मैले तपाईलाई एउटा फर्मुला म दिन्छु। यो हल भोल्टेज भनेको IV डिवाइडेड बाइ NET हुन्छ है। यो फर्मुला तपाईहरुले याद गर्नुपर्ने हुन्छ र यो फर्मुला एप्लाई गर्ने बित्तिकै हैन सल्भ हुने न्यूमेरिकल क्वेशन्सहरु तपाईहरुलाई सोधिन्छ एक्जाममा त्यसको राम्रोसँग तयारी गर्नु होला। त्यस्तै गरी अर्को रहेको छ बायोट सावर्ट ल एन्ड इट्स एप्लिकेसन यो एकदमै इम्पोर्टेन्ट छ। यो बायोट सावर्ट ल तपाईहरुले राम्रोसँग पढ्नु होला र यसको दुईवटा एप्लिकेशन्स है दुईटा हैन तीनवटा एप्लिकेशन तपाईहरुले एकदमै तयारी गर्नु होला। अरु एप्लिकेशन पढ्न भ्याउनु भएन भने तीनवटा कम्पल्सरीली तयारी गर्नु होला यो एकदमै इम्पोर्टेन्ट छ। त्यो तीनवटा भनेको म्याग्नेटिक फिल्ड ड्यू टु अ सर्कुलर कोइल एट द सेन्टर है। त्यस्तै अर्को
magnetic field due to a circular coil on its axis र अर्को रहेको छ magnetic field due to a long straight current carrying conductor। यो तीनटा एप्लिकेसन चाहिँ तपाईहरुले कम्पल्सरीली पढ्नु होला किनकि प्राय एप्लिकेसन सोध्यो भने यही तीनटाबाट सोध्दै गर्छ है र एकदमै इम्पोर्टेन्ट छ तपाईहरुले बुझिसक्नुभयो अब कति इम्पोर्टेन्ट छ। त्यस्तै अर्को इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन अन्तर्गत तपाईहरुले छुटाउनै नहुने टपिक्स भनेको लेन्ज ल र यसबाट लेन्ज लबाट तपाईहरुले एउटा क्वेशन प्रिपेयर के गर्नुस् भने does the Lenz law obey the conservation of energy भनेर सोध्दिन्छ है यो क्वेशनको राम्रो तयारी गर्नु होला। त्यस्तै नेक्स्ट क्वेशन रहेको छ एनर्जी स्टोर्ड इन कोइल है यो पनि त्यतिकै इम्पोर्टेन्ट छ मोस्ट इम्पोर्टेन्ट क्वेशन हो यो। त्यस्तै सेल्फ एन्ड म्युचुअल इन्डक्सनको फर्मुलाहरु तपाईहरुले पढ्नु होला किनकि न्यूमेरिकलमा काम लाग्छ। त्यस्तै यसमा ट्रान्सफर्मरको न्यूमेरिकल प्रब्लम्सहरु सोध्न सक्छ अनि डिफाइन एडी करेन्ट भनिदिन सक्छ है र अर्को म्याग्नेटिक प्रोपर्टिज भन्ने च्याप्टरबाट हिस्टेरेसिस यसको हिस्टेरेसिस कर्वलाई एक्सप्लेन गर्ने अथवा त्यससँग रिलेटेड मल्टिपल चोइस क्वेशनहरु कर्व दिएर हैन डिफरेन्ट पोइन्टको भ्यालु चाहिँ अथवा नाम लेख्न तपाईहरुलाई सोधिन्छ त्यो तयारी गर्नु होला। र अर्को रहेको छ रिलेसन बिट्विन म्याग्नेटिक ससेप्टिबिलिटी एन्ड रिलेटिभ परमेबिलिटी हो यसको रिलेसन र योसँग रिलेटेड न्यूमेरिकल प्रब्लम्स अथवा मल्टिपल चोइस क्वेशन यहाँबाट सोधिन सक्छ है त म्याग्नेटिक प्रोपर्टिजबाट। अब यो सँगै अर्को लास्ट पोर्सन म तपाईहरुलाई एक्सप्लेन गर्दै छु जुन रहेको छ थर्मोडायनामिक्स है यो थर्मोडायनामिक्सबाट प्राय 8 मार्क्सको क्वेशन सोध्छ है एउटा सर्ट क्वेशन सोध्छ त्यो बाट सोध्न सक्ने प्रोबेबल क्वेशनहरु चाहिँ मैले यहाँ राखिदिएको छु जस्तो सीपी-सीबी रिलेसन है वाइ सीपी इज ग्रेटर देन सीबी भन्ने क्वेशन अर्को छ यसबाट सोध्न सक्ने। त्यसै अर्को छ वर्क डन इन आइसोथर्मल एन्ड एडिटिभ प्रोसेस है यो एकदमै सोध्न सक्ने क्वेशन मध्येको एउटा क्वेशन हो। त्यसै अर्को रहेको छ एफिसिएन्सी रिलेटेड न्यूमेरिकल्सहरु है। त्यस्तै अर्को छ कार्नट इन्जिन यसको पीवी डायग्रामहरु पेट्रोल इन्जिन है यसको पीवी डायग्राम त्यस्तै डिजेल इन्जिन यसको पीवी डायग्राम ठीक छ र रेफ्रिजरेटर पनि एउटा टपिक छ। यति पोर्सनहरु चाहिँ तपाईहरुले राम्रोसँग प्रिपेयर गर्नुभयो भने पक्कै पनि तपाईहरुको एक्जाम चाहिँ सोचे भन्दा एकदमै राम्रो हुन्छ। यति भन्दै तपाईहरुले परीक्षा एकदमै राम्रो गर्नुस् उज्जवल भविष्यको कामना व्यक्त गर्दै बेस्ट अफ लक भन्दै बिदा हुन्छु। धन्यवाद।